सन्नै चिप्ल्यो गाँठे देब्रे आँखा एकदम फरफर आइरहेको थियो। आज चाहिँ हाम्रो पार्टी छ होइन। आज चाहिँ हाम्रो पार्टी छ होइन। पार्टीको पुरा काम गर्नुपर्छ। अब म चाहिँ यो हेलमेटमा क्यामेरा हाल्ने, मोबाइल हाल्ने, माइक हाल्ने, के हाल्ने हुँदै यस्तो झन्झट लागिरहेछ होइन। के हो खै बुझ्नु सकिरहेको छैन दिमागमा के चलिरहेछ भनेर। मन चाहिँ लाग्छ, फेरि मन लागेको कुरा गर्यो के चित्त बुझ्दैन, के हो अचम्मै लाग्ने गाँठे। मान्छे सन्नै चिप्ल्यो गाँठे। यस्तो सानो तारमा पनि चिप्लिँदो रहेछ यार। स्पिड चलेपछि त माइकै झ्यार्र आउने। यो माइक पनि काम नलाग्ला जस्तो छ होइन। आज चाहिँ मेरो एकदम आँखा पनि देब्रे आँखा फिरफिराइरहेको थियो। के भयो होइन। अलिकति के होला कि केटा मान्छेको दाहिने आँखा फिरफिराउनु त नराम्रो हो भन्छ होइन। के हुन्छ जस्तो लागिरहेको थियो। अब हेरौँ के हुन्छ होइन। अब यो ब्लगहरू बनाउँदाखेरि पनि कहिले के नमिल्ने भए जस्तो सामान सबै भए पनि कहिले के नमिला जस्तो हुने। अलिकति झ्याउ पनि लाग्ने, कहिलेकति खुसी पनि लाग्ने। केही न केही नमिलिरहेको छ क्या। तर क्यामेरा एङ्गल चाहिँ दामी मिलेको छ मेरो होइन। यतिको भयो भने चाहिँ अलिकति प्रब्लम चाहिँ माइकमा आइरहेको छ क्या। माइकको चाहिँ अलिकति छिटै जुगाड गर्नुपर्ने हुन्छ। यतिको भिडियो बनायो भने त सायद राम्रै हुन्छ होला। राम गार्ड साहब। ओ माय गॉड क्या हाल है। अब म बाइक चाहिँ कहाँ राख्ने होला। यता राख्नुभन्दा उतै राखिदिन्छु सरासर। यता धुलै हुँदो रहेछ कि। यहाँ ल अब चाहिँ हामी यहाँ किचनमा आइसक्यो होइन। भन्दै यहाँ अलिकति मेरो माइक चाहिँ अन भएन रहेछ होइन। स्याहार आवाज आइरहेको छ। शिव दाजु आउनुभयो। नमस्कार दाजु। नमस्कार। अनि हाम्रो ब्लग सुरु हुन्छ है आज। खतरा धाउ। यो के को लागि पानी भिजिरहेको। मेरो चाहिँ अब आँखा फिल गर्न पनि छोडिसक्यो। किनभने मान्छे पनि पाइसक्यो होइन। अहिले अन्तिम घडीमा आएर छान्नै मान्छे नपाएको। भोलिको लागि 9 जना चाहिएको छ होइन। आजको लागि 4 जना चाहिएको थियो। बस भइहाल्यो। अब फटाफट काम गर्ने हो। सक्यो काम होइन। अब यस्तै छ होइन। दिउँसो त भिडियो बनाउनु पाउँदैन, बिजी हुन्छ पुरा होइन। बिहान घरबाट आउने अब जाने हो, त्यति हो भिडियो नै। अब बाइक पनि आज पानी परेर एकदम फोहोर भयो।